सो हेलो गाइस, के छ तपाईँको हालखबर? मेरो नि एकदम आरामै छ है। अनि यसो आज नयाँ ब्लग बनाइदिउँ भनेर अब हिजो ब्लग आएन। अहिले हजुरहरूले हेर्नु मात्र हुन्छ, एउटा लाइक पनि ठोर्नु हुँदैन यार। मलाई सपोर्ट गरिदिनु न यार गाइज। अब हजुरहरूले साथ सपोर्ट दिनुभयो भने त हो नि म अगाडि बढ्ने होइन। अनि त्यसपछि यस्तै छ है। अब घरमा अहिले कोही पनि हुनुहुन्न है। अहिले ट्याक्क ठुलबाहरू त्यहाँ वर्तमानमा जानुभएको छ। ठुलमामी आशिष इक्जाम दिन जान्ला। अनि म एक्लै छु घरमा। अब खानासाना खाएर अब त्यहाँ पछाडि बस्नु छ, एकछिन काम हुँदैछ त्यहाँ। अनि म सिमरा कहिले जान्छु भन्दाखेरि म अहिले सिमरा जान पाएको छैन गाइज है। सिमरा अब म लगभग 17 गते फ्लाइटमा जान्छु होला, अनि 18 गते फ्लाइटमा आउँछु होला। अनि ठुलबाहरू 20 गते आएर अनि म फेरि त्यसपछि जान्छु होला एकचोटि। अनि सर घुमेर आउँछु। त्यसपछि अनि फ्लाइट हुन्छ, त्यसपछि जान्छ रोमानिया। अब बिस्तारै अब 1 महिना हो म यहाँ नेपाल बस्ने गाइस है। 1 महिना हो म अब बस्ने यहाँ नेपालमा। त्यही हो, अब धेरै टाइम पनि छैन। म अहिले यहाँ माथि बसेर गरेर ब्लग। अहिले भेटौँला है त। सो गाइस, अहिले चाहिँ म यसो त्यहाँ मिस्त्रीहरूलाई लेबरहरूलाई खाना ल्याएर त्यहाँ होटेलमा भनिदिनु पर्यो। यसो त्यहाँ जाँदैछु। खाना त खानु परिहाल्यो। अब बाटोमा जाँदैछु म गाइस। अनि हजुरहरूले के खानुभयो, खाना खानुभयो कि भएन, यसो एउटा कमेन्ट गरिदिनु होला है। अनि हजुरहरूको होली कस्तो भयो हिजो तराईतिर? अब पहाडीहरूको त यता काठमाडौँतिर मनायो 29 गते। यी अब सबै खोलिसक्नु भयो, पिलर सिलर ट्याक्क वाल पनि त्यति लगाइसक्नु भयो। यी ठेकेदार अङ्कलले आएर यता आज मान्छे धेरै हुनुहुन्छ। 2 जना यहीँ हुनुहुन्छ है, 4 जना 5 जना अझै उता माटो बोकिरहनु भएको, अझै आइरहनु पनि भइरह। अनि सबै यो खोलिसक्नु भयो। अब लास्ट चाहिँ एउटा मात्र बाइक छ। हिजो हालेको पिलर हो यो पनि, त्यो पनि, अनि यो तपाईहरु अहिले गएर लोड गरेर आउनु अनि त्यहाँबाट म यता केटाहरूलाई भनेर पठाएर काम चाहिँ हुँदैछ ट्याक हुँदैछ। आज चाहिँ भट्टाभट लगभग 4 सकिन्छ होला है। 11-12 गतेसम्म त ढलान हुनुपर्ने हो भन्ने सोच हो हाम्रो पनि। के हुन्छ यहाँ ल। यहाँ हाम्रो यता गाह्रो सब भइसक्यो। अब यताको पाली है अब हुँदैछ फाइनली गाइस है। यता गर्दै हुनुहुन्छ है, यता मसला मोल्दै हुनुहुन्छ, कोही इटा सिटा ट्याक टुक मिलाउँदै हुनुहुन्छ। त्यहाँ दाइ आयो त्यहाँ
मिस्त्रीलाई सिकाउँदै हुनुहुन्छ ट्याक्कै गाह्रो साह्रो ट्याकटुकको लगाएर ट्याक्कै बिचबिचमा अब हान्दै हुनुहुन्छ है बिस्तारै बिस्तारै गर्दै हुनुहुन्छ अब यहाँको पाला आइसक्यो अब यहाँ गर्दै हुनुहुन्छ यहाँ मिस्त्रीहरू छोरी एउटा भन्दै थियो त फेरि हावा कुरा गर्नु भयो अस्ति भने जस्तो लागेको थियो हाम्रो ट्याक्कै वाल लाउने काम आज हिजोबाट भयो अब धमाधम भइरहेको माथिबाट है यो टोइलेट हो यो चाहिँ यिनीहरू यता यहाँ काम गर्नु ठ्याक्कै यो झ्याल यता नि यता झ्याल उता बालुवा सार्नु गर्दै हुन्छ यहाँ यहाँ पाइप पनि छ है यता निक्लेको सो गाइज अहिले चाहिँ म खाना खान थालेको छु है सब्जी के हो यो मासु हो लोकल खाना खान थालेको गाइज है अहिले एकछिन भेटौँला नभए है म खाना खाएर भेटौँला हाम्रो अगाडिको साइडमा हुँदैछ यता फुल भइसक्यो अनि यता अब उताको साइड आहा त्यहाँ भएपछि यहाँ गर्नुहुन्छ होला यहाँ पर्सिसम्म त सकिन्छ होला सो गाइस आजको लागि यति नै हुनेछ होइन अब को नयाँ हुन्छ नयाँ सब्सक्राइब गरिदिनु होला हजुरहरूले सपोर्ट गरेर म अब यति यहाँसम्म आइपुगेको छु है अब आजलाई यति नै हुनेछ हस्त नमस्कार।